हेलो नमस्कार। यहाँहरूलाई म एउटा यस्तो जग्गा देखाउँदैछु। यो पाखोबारी हो, यो बाटोभन्दा मुनि हो। हेर्नुहोस् है, ल हेर्नुहोस्, यो रुखहरू काठहरू बेचेर पनि टन्न पैसाहरू आउने है। यो बारी हो, पाखोबारी, र यहीसँग जोडेको तल फेदीमा म एकछिनमा तपाईँहरूलाई त्यहाँ तल गएर देखाउने छु है। फाँट कस्तो छ है त, हेर्न सक्नुहुनेछ। यो रुखपात मात्रै बेचे पनि तपाईँको यो जग्गाबाट 20, 25, 30 लाखको त रुखपातै होला यहाँ। हेर्नुहोस् त, भने यस्तै जग्गा आएको छ। ल हेर्नुहोस्, मैले भने नि फाँट तलको यो पानी हेर्नुहोस्, तलपट्टि खोला छ। पानी हेर्नुहोस् त, पानीको चिन्तै छैन यहाँ। ल हेर्नुहोस् यो खेत, ओ माई गड, यस्तो पो हो त तपाईँको पाखोबारी माथि तल खेत। ल हेर्नुहोस्, अझै हेर्नुहोस्, ल हेर्नु त, ठ्याक्कै यहाँबाट माथि लिफ्टिङ गर्न सजिलो, जतिखेर पनि तपाईँको पानी तानेर लगाउन सकिने, र उताबाट पनि तपाईँ कुलो ल्याउन मिल्छ है। फेरि यो हो जग्गा, एकदमै भने जस्तो तपाईँको पूर्व फर्किएको सबै जग्गाहरू यो। आहा, यस्तो पो हो त खेतीयोग्य जमिन भनेको। खेतमा लटरमा धान फलाए, बारीमा तपाईँको अन्यहरू लगाए, मकै, कोदो, गहुँ, दुनियाँ अग्रम बग्रे सबै बारीमा। ल हेर्नुहोस्, पारि एउटा ढलान गर्छ, चौतारो छ ठुलो, तपाईँको मोटर बाटो पनि छ, पुरै तपाईँको बसै चल्छ यो ठाउँमा। ल हेर्नुहोस्, जुम गरेर देखाउँदैछु यो, हेर्नुहोस् त, यो पो छ जग्गा त। यस्तो हुनुपर्छ कि जहाँ पानीको पनि कमी नहोस्। जहाँ पानी छ त्यहाँ त कृषि नहुने भन्ने त चान्सै छैन क्या तपाईँको। मोटर बाटो र पानीको चाहिँ सुविधा भएको ठाउँमा चाहिँ तपाईँको एकदमै त्यसलाई सुगम भनिन्छ के। र म यहाँलाई भन्न गएँ यो जग्गाको लोकेसन र क्षेत्रफलको बारेमा है त। यो जग्गा तपाईँको फुस्रेटार नगरपालिका तनहुँको जग्गा हो। यो पूर्व पश्चिम पृथ्वी राजमार्गबाट जम्मा 5 देखि 5.5 किलोमिटरको दूरीमा यो जग्गा आएको छ। र यसको टेन्टेटिभ मूल्य पनि अहिले आइसकेको अवस्था छैन, मूल्य चाहिँ आउँदैछ। मसँग जोडिराख्नु होला, जग्गा यही हो, मूल्य पनि मिलाएर आउँछ। र यसको क्षेत्रफल भनेको तपाईँको जम्मा जम्मी खेत र बारी गरेर 50 रोपनी हो। पुरै मोहडै मोहडा भएको यो जग्गा हो है, एकदम फैलिएको जग्गा छ यो। 50 रोपनीको क्षेत्रफल हो। र यहाँहरूलाई चित्त बुझ्छ भने भिडियोमा जस्तो मैले अपलोड गर्छु हुबहु जग्गा यस्तै छ। र यहाँले फोन गरेर एकचोटि यो जग्गाको अवलोकन गर्न सक्नुहुनेछ। जग्गा मैले यहाँलाई देखाएँ। यहाँ त खेती गर्न छोडेर नि यो बन्जर भयो कि जग्गाहरू। हेर्नुहोस् त, यति राम्रो जग्गाहरू छ। ल है गाइज, मौकाको फाइदा उठाउनु होला। जग्गा मैले यहाँलाई देखाएँ, पानी पनि देखाएँ, तल कुलो अझै पनि हेर्नु होला भने हजुरहरूले मलाई फोन गरेर आउन सक्नुहुनेछ। हस्त नमस्कार।